विभिन्न जात जातिको साझा फुलबारी हो। यही साझा फुलबारीमा फुलेको एउटा फुल राई जाति पनि हो। नेपालको पूर्वी पहाडी क्षेत्रमा बसोबास गर्ने राई जातिको प्रमुख नाच हो चण्डी अथवा साकेला नृत्य। विशेष गरेर वैशाखी पूर्णिमा उभौली र मङ्सिरे पूर्णिमा उधौली गरी यो नाच वर्षमा 2 पटक नाच्ने गरिन्छ। वैशाखी पूर्णिमालाई बाली लानी लगाउने समय भनी उभौली भन्ने चलन छ भने मङ्सिरे पूर्णिमालाई त्यही लगाएको अन्न बाली थन्काउने समय भनी उधौली भन्ने चलन रहिआएको छ। यो नाच नाच्न अगाडि आफ्नो जातिको धार्मिक बिजुवाको घर देवी देवता तीन ढुङ्गा चुलालाई पूजा गरी तथा कुनै देवी देवताको थान पूजा गरेपछि मात्र यो नाचको नृत्य सुरु गर्ने गरिन्छ। प्रस्तुत छ रमाइलो चण्डी अथवा साकेला नृत्य। Hey,